भगवानलाई भन्नुहुन्थ्यो प्रभुलाई क्रोध आए म आज जुत्ता भएँ लपख आफ्नो हलोले सारा राज्य जब खिचेर गङ्गामा बहाउन खोज्नुभयो शरण परे प्रभु हे अखिलाधार मैले हजुरलाई चिन्न सकिनँ मलाई अभिमान आएको थियो चिन्न सकिनँ प्रभु आफ्नो छोरी र साम्बालाई पुनः समर्पण गर्नुभयो आफ्नो छोरा बुहारी लिएर भगवान त्यहाँबाट द्वारका सवारी भयो बोली भक्तवत्सल भगवान की जय। एक दिनको कुरा हो नारदजीले विचार गर्नुभयो भगवानले कसरी गृहस्थ चलाउनु भएको होला 16,100 सम्म कसरी रहनु भएको होला प्रभु एकपटक गृहस्थ धर्म हेर्न जानु पर्यो विचार गरेर जब आउनुभयो आउँदा कस्तो देख्नुभयो प्रत्येक घरमा भिन्न भिन्न रूपमा प्रभुको दर्शन भयो कहीं स्नान गर्दै कहीं भोजन गर्दै कहीं दान गर्दै कहीं ठट्टा गर्दै कहीं यज्ञ गर्दै कहीं उपासना गर्दै सारा 16,100 घरमा चार्दा चार्दै नारदजीले चक्कर लाग्यो कहीं पनि प्रभु नभएको घर भेट्टाउनु भयो अब त ओहो मैले आज जानेर पनि अनजान झैं प्रभुको सामान्य व्यक्ति झैं परीक्षा गर्नुहुन्थ्यो मैले ठुलो गल्ती गरेँ यहाँ नारदजी जुन कुरा हेर्न आउनुभयो के देख्नुभयो त भने भगवान नभएको स्थान कहाँ होला यहाँ सांसारिक पति भनेर केवल शरीरलाई भन्ने चलन छ तर आत्मालाई चिन्न सकेन जीवात्माले वास्तविक पति भनेको जीवात्माको हृदयभित्र छ त्यो परम पति अर्थात् परम प्रभु जसले छोडिदियो भने त संसार सिद्धियो त्यसैले प्रत्येक जीवात्माको हृदयभित्र जो बसेर चलाइराखेको छ त्यो नै वास्तवमा सही स्वामी हो सही पति हो आज चिन्न सकेन शरीरलाई भन्यो आत्मा तत्त्वलाई जान्न सकेन अब भन्नुहोस् त भगवान नभएको कहाँ होला एउटा भुसुनामा पनि त पति त स्वामी भगवान नै हो एउटा हात्तीमा पनि स्वामी त भगवान नै हो र प्रत्येक जीवात्माको स्वामी भगवान नै हो त्यसैले यहाँ कुनै सांसारिक पति पत्नीको भाव थिएन यहाँ त जीवात्मा र ब्रह्म बीचको सम्बन्धको आज आँखा खुल्यो प्रभु म धर्मको उपदेशक भएर पनि यो कर्म गरेँ भगवानले सम्झाउनु बनाएर जी तपाईलाई पनि लागेको शङ्का दूर होस् भनेर देखाइदिएको हुँ अब तपाईँ प्राणी मात्रलाई सद्धर्मको नै उपदेश गर्नुहुनेछ प्रभुले कृपा गरिबक्स्यो यता राजाले सुन्यो भगवानको दिनचर्या एकपटक सुन्न पाए हुन्थ्यो प्रभु भगवानले के गर्नुहुन्छ बिहान उठेर भगवान बिहान ब्रह्म मुहुर्तमा उठ्नुहुन्थ्यो उठेर आफ्ना सम्पूर्ण कर्महरू गर्दै अब एकैछिन बसेर आफ्नो ब्रह्म स्वरूपको ध्यान गर्नुहुन्थ्यो मूल स्वरूपको ध्यान गर्नुहुन्थ्यो अब हामीलाई चाहिँ के लाग्छ अब म त यदि माथि पुगेको व्यक्ति भजन गर्ने हो र मैले उपासना गर्ने हो र जप गर्ने हो र जस्तो लाग्छ तर भगवानले पनि भगवान भएर पनि जप गरेर देखाउनु कर्म त मैले कर्मभूमिमा आएपछि छोड्न हुँदैन बिहानै उठेर प्रभुले लीला यी कर्महरू गरिबक्सन्थ्यो तत्पश्चात दान गर्नुहुन्थ्यो गाईको सेवा गर्नुहुन्थ्यो साधु सन्तको सेवा गर्नुहुन्थ्यो तब घृत छाया हेर्नुहुन्थ्यो भगवानले किनभनेको गाईको घिउ जहाँ पग्लिएको घृत छायामा आफ्नो अनुहार जहाँ दर्शन गर्नुहुन्थ्यो आँखाको रोशनी बढ्दथ्यो अनुहारको तेज बढ्दथ्यो अब अहिले त उठ्ने बित्तिकै पहिला मोबाइल हरिसडक अनि आँखा नबिग्रे के बिग्रे जहाँ हेर्नुपर्ने चिज हेर्न सकिएन देख्नुपर्ने कुरालाई देख्न सकिएन अति सुन्दर बन्नुपर्ने प्रभुलाई अति श्रृंगार गर्नुहुन्थ्यो र त्यहाँबाट सुधर्मा सभामा जब सवारी हुन्थ्यो त्यहाँ सबैका कुराहरू सुन्नुहुन्थ्यो के छ आजका ल भन्नुहोस् त्यसै समय नारदजी आउनुभयो जहाँ एक पत्र पनि आइपुग्यो जरासन्धका बन्दी राजाहरूले पठाएको पत्रमा के लेखिएको थियो भने हे प्रभु जरासन्धले बन्दी बनाएर राखेको छ कमसेकम हजुरको आश्रममा रहन पाएको भए त बन्धन टुट्दथ्यो त्यसैले बन्धनबाट मुक्त गराउने हजुर नै है बक्सन्छ प्रभु कृपा गरी बक्सोस् न भन्नु त्यसै समय नारदजी आएर भन्नुहुन्छ प्रभु लोकको खबर नारदबाट थाहा हुन्थ्यो के छ लोकको भनेको पाण्डवहरूले राजा सुयज्ञको इच्छा राखेका छन् प्रभु अब भगवानले भन्नुभयो ओहो पाण्डवको पनि कर्म गर्नै पर्छ जरासन्धको पनि उद्धार गर्नै पर्छ तर कसरी गरौँ त भनेर आफ्नो सँगै हुनुहुन्थ्यो उद्धवलाई सोध्नु उद्धवजी के गरौँ कता जाउँ पहिला भन्नु किन त भने सल्लाह सबैसँग लिनुपर्छ भगवानले सिकाएको आफू सर्वज्ञ कोही पनि हुँदैन सल्लाह सबैसँग लिनु निर्णय आफ्नो हृदयले गर्नु त्यसैले सल्लाह लिन सल्लाहकार उचित भयो भने
सल्लाह लिन हिचकिचाउनु हुँदैन भगवानले भने सल्लाह लिनुभयो उद्धवले भन्नुभयो सबभन्दा पहिला राजसूय यज्ञ गर्नको निमित्त राजाहरूलाई बन्धनबाट मुक्त गराउनु पर्छ विजय हुनुपर्छ पहिला जरासन्धको उद्धार गरौँ राजाहरूलाई बन्धनबाट मुक्त गराउँ तत्पश्चात प्रिय पाण्डवहरूको राजसूय यज्ञ धुमधामले हुनुपर्छ प्रभु आज उचित लाग्यो अब त भगवानले विचार गर्नु ल अवश्य नै तपाईले भने जस्तै हुनेछ एक दिनको कुरा हो भीम अर्जुनलाई लिएर प्रभु ब्राह्मण देशमा जरासन्धकोमा जानुभयो जहाँ गएर युद्ध मागे पछाडि भिक्षाको रूपमा जरासन्धले यसो हेरेको त युद्ध माग्ने को आए भनेर हेरेको भगवानको दर्शन भयो हो कृष्ण तिमीलाई त 17 चोटि हराएको मैले बिचरा अर्जुन बच्चा छन् सँगैको सँग युद्ध हुनेछ जहाँ भीमसँग युद्ध हुन लाग्यो 27 दिनसम्म युद्ध भयो थकित भए भीम अन्तिममा एउटा घाँसको त्यान्द्रो च्यातेर प्रभुले दुईपट्टि फ्यालिदिनु भयो जसबाट संकेत बुझेर जरासन्धलाई दुईपट्टि दुई फ्याक बनाएर च्यातेर जब फ्यालिदिनु भयो जरासन्धको उद्धार हो उनैका छोरा सहदेवलाई राजाको रूपमा अभिषिक्त गरेर थुनीका 20,800 राजाहरूलाई लिएर जब निश्चल प्रभुको पाउमा सबै निछावर भए प्रभु जुन भय थियो भयबाट मुक्त भयौँ त्यसैले अब हजुरको चरणको सेवा छोडेर संसारमा कहीँ पनि जानु नपरोस् बोले भक्तवत्सल भगवान की भय भञ्जन हरि नारायण को भय भञ्जन हरि नारायण को गर्छौं पदमा अज प्रणाम गर्छौं पदमा अज प्रणाम भो भो अब के सहनौ प्रभु अब के सहनौ प्रभु स्मृति होस् तिम्रो बोलो तमाम मृति होस् तिम्रो बोलो सबैलाई राजोचित सम्मान पनि प्रभुले गर्नुभयो सबैको योग्यता अनुसार र तत्पश्चात त्यहाँबाट सारा बन्धुवर्गहरू एकत्रित भएर अब पाण्डवहरूको प्रिय कार्य गर्नको निम्ति इन्द्रप्रस्थतर्फ सवारी भयो भगवान के लिएर जानुभयो आफ्ना बन्धु बान्धव सबै साथमा जतिन्जेल बसिने हो अन्न पालहरू बस्ने व्यवस्था सबै लिएर जानुभयो किन त भने आफ्ना बन्धु बान्धव कहाँ यज्ञ हुँदा अलिकति मात्र सेवा गर्न सकियो भने पनि त्यो महान सेवा हुनेछ अलिकति मात्र गर्न सके प्रभुले देखाउनु भयो आज जब पुग्नु भयो पाण्डवहरू बाटोमा लिन भनेर आएका छन् प्रभुहरूले कुन्ती द्रौपदी पाण्डवहरू आज प्रभुसँग जब मिलन भयो पाण्डवहरूको आँखा रसायो आज हामी जस्ता दुखीको कुरा सुनेर कृष्ण हजुर सवारी भयो कुन्ती निहाल हुनुभयो यी बाबु नभएका टोरा पुत्र भाइ दाइहरूको जुन भावना हो त्यो भावनालाई पूर्ण गर्ने तिमी छौ कृष्ण वस्तु मसँग धन होइन तिमी भएको हुनाले आँट गरिएको हो जहाँ तिमी छौ त्यहाँ विजय हुनेछ त्यहाँ यज्ञ पूर्ण हुनेछ आज सबै संयता योग्य प्रभु बन्धुहरूसँग मिलन पनि भयो अब त सबैलाई एउटा एउटा सेवा प्रभुले बक्सेको छ भीमौ महान साध्यक्षो धनाध्यक्ष सुयोधन दुर्योधनलाई लगेर भण्डारमा राखिदिएछ ढोकामा बाँड्नको निम्ति कर्णलाई राखिदिएछ अब एउटा एउटा सबैलाई सेवा दिनुभयो आफूले चाहिँ आएका साधु सन्त महन्त भक्तहरूको जो भोजन गरेको पत्तल उठाउने र जो साधुहरूको पाउ धुने त्यो सेवा प्रभुले ग्रहण गर्नुभयो अब हामीलाई आफूले खाएको थाल उठाउनु पनि लाज लाग्छ कस्तो छ दुर्भाग्य त्यसैले खाएको ठाउँबाट अलिकति भए पनि हामीले पर सार्दिनै पर्छ जहिले कहिले किन त भने भगवानले सिकाएको सेवा गरेर कोही सानो हुँदैन सेवा त जति गर्यो त्यति महान हुनेछ सबैलाई एक एक सेवा दिनुभयो प्रभुले स्वीकार गर्नुभयो अब त अग्र पूजाको समय हुन लाग्यो कसको गर्ने कसैले बोल्न सकेनन् जरासन्धको छोरा जुरुक्क उठेर भने जो प्राणी मात्रको आत्मा भएर साधु सन्तको सेवा गरेर महान आफ्नो स्वरूप दृष्टिगत गराइदियो त्यो परब्रह्म भगवान कृष्णको बाहेक अरूको कसैको अग्र पूजा हुन सक्दैन
आज सबैले स्वीकार गरे, शिशुपालले स्वीकार गर्न सकेन, गाली गर्न थाल्यो, एक एक गाली गर्न थाल्यो। 100 पुग्यो, 101 पुग्ने बित्तिकै भगवानले चक्र चलाइदिनु भयो, उसको पनि उद्धार भयो। बोले भक्तवत्सल भगवान की जय। त्यसैले यहाँबाट के देखाएको त भने गाली गर्ने होस् अथवा स्तुति गर्ने होस्, भक्त त चाहे जे भए पनि जोडिएको त आफैसँग हो नि, उद्धार सबैको हुनेछ। तर यति हो, कसैले प्रेमको पथ लिए, प्रेमी पाए, द्वेषको बाटो लिए, तत्अनुसार नै उनीहरूले भागवत गति भेटाउनेछ। अब त जब यज्ञ पूर्ण हुन लाग्यो, सबै प्रसन्न भए। आज गङ्गातर्फ अव्यवहित स्नानको निम्ति प्रस्थान गर्नुभयो। लागे गङ्गा तर्फ समस्त